बुझ्छौँ हामीले लाइक स्लिप प्याटर्न्स भन्छ स्लिप हामीलाई थाहा छ वान अफ द मोस्ट इम्पोर्टेन्ट थिङ त्यसलाई सर अब स्लिप प्याटर्नले गर्दा पनि धेरै मेन्टल हेल्थ प्रब्लम्सहरू आउन सक्छ भन्छन् सो त्यो रिगार्डिङ हजुरको के थट्सहरू छ सर पहिला त हामी रेगुलरिटी अफ स्लिप टाइमिङ भन्छौँ एउटै के गर्छौँ भने अब निन्द्रा लागेन भनेर अब जबरजस्ती अब सेलफोन चलाएर अथवा कुनै सोसियल मिडियासित कनेक्ट भएर कहिले चाहिँ 12-1 बजीसम्म पनि नसुत्नेमा अथवा यङ अथवा एडल्टमा नर्मली मान्छे 6-7 घन्टा चाहिँ राम्रोसँग निदाएको हुनुपर्छ जो चाहिँ त्यो निदाउन सक्दैन त्यो बुझ्नु पऱ्यो कि उहाँलाई चाहिँ स्लिप चाहिँ डिस्टर्बेन्स छ एउटा रेगुलरिटी अफ स्लिप र अर्को सुत्न जाँदाखेरि कुनै पनि अब हुन्छ नि हाम्रो पल्टिएर मोबाइल चलाउने त्यो बानी अनि टिभी हेर्ने यो बानी चाहिँ हटाउनुपर्छ सुत्न गएर बेडमा जाँदाखेरि म स्लिपमै आएको हो मैले यो बाहेक अरू कुनै एक्टिभिटीमा लाग्न हुन्न भनेर जसले चाहिँ रेगुलर स्लिप गर्छ उसको चाहिँ अभियसली स्लिप साइकल राम्रो भयो भने त अरू कुरा पनि डेली